जेएनजीको आवरणमा स्वयं पुराना नेताका छोराहरू घुसेर कसरी अशान्ति भिजाइरहेका छन् यो भिडियोमा हेर्नुहोस्। 2 दिन अघि सिंहदरबारमा जेएनजीको नाममा हुलहुज्जत गरिरहेकाहरू मध्ये मिराज ढुङ्गानासँगै निधारमा कालो फेट्टा बाँधेका यी युवालाई हेर्नुहोस्। जेएनजीको आवरणमा स्वयं पुराना नेताका छोराहरू घुसेर कसरी अशान्ति भिजाइरहेका छन् भन्ने यो भिडियोमा देखाउने छौं। 2 दिनदेखि सिंहदरबारमा जेएनजीको नाममा हुलहुज्जत गरिरहेकाहरू मध्येको भिड हो यो र मिराज ढुङ्गानासँगै देखिएका यिनको नाम विकेश शाह हो। उनी आम जनता पार्टीका अध्यक्ष प्रभु शाहका छोरा हुन् र उनी प्रभु शाहको रिमोटमा यी युवाहरू आजकल सिंहदरबारमा ताण्डव मचाइरहेको देखिन्छ। प्रभु शाह चाहिँ को हुन् त? प्रभु शाह 10 वर्षीय माओवादी जनयुद्धबाट आएका व्यक्ति हुन्। माओवादी पार्टीकै नामबाट 2064 सालदेखि संसदमा छन्। माओवादी र एमालेको पार्टी विभाजनताका एमालेमै बसेका प्रभु शाह 2079 को निर्वाचनको संघारमा एमाले समेत छाडेर स्वतन्त्र चुनाव लडेका थिए र संसदमा पुगेका थिए। 2064 यताको अवधिमा उनी 2 पटक शहरी विकास मन्त्री बनिसके। भूमि मन्त्री र कानून मन्त्री समेत गरेर 4 पटक मन्त्री भइसकेका छन्। अहिले उनले भारतको आम आदमी पार्टीको सिको गर्दै आम जनता पार्टी बनाएका छन्। उनीहरूको राजनीतिक विरासत यतिमा मात्र सीमित छैन। विकेशकी आमा रानी कुमारी शाह रौतहटको मौलापुर नगरपालिकाकी मेयर समेत हुन्। यस अघिको कार्यकाल पनि उनले मेयरकै रूपमा बिताइसकेकी छिन्। सधैँ सत्ताभोगमा रमाएका प्रभु शाह र रानी कुमारी शाहका छोरा विकेश शाह जेएनजीको आवरणमा देखिएका छन्। आफ्नै बुबाले जीवनभर भोग गरेको संसद भवन जलाउनमा पनि उनी संलग्न थिए। भदौ 24 मा जलिरहेको संसद भवन अगाडि उनले कैद गरेको तस्बिर अहिले प्रहरीको रेकर्ड फाइलमा सुरक्षित छ। भदौ 23 मा जेएनजी युवाहरूले उठाएको मध्ये एउटा एजेन्डा नेपो बेबी थियो, तर जेएनजीहरूलाई नै चकमा दिएर नेपो बेबी किड्सले परिस्थितिलाई हाइज्याक गरिरहेका छन् र यो सबै प्रभु शाहकै डिजाइनमा भइरहेको स्पष्ट देखिन्छ। यो लिस्ट हेर्नुहोस्। जेएनजीका नाममा खुलेको अनेक संगठन मध्ये कमन जेएनजी नेपाल, यसको अध्यक्षमा प्रभु शाहकै छोरा विकेश शाह छन्। यसको केन्द्रीय कमिटी 101 सदस्य छ, जहाँ 88 जना त मधेसी मूलका मात्रै छन्, अर्थात् कुल सदस्यको 87.14% मधेसी छन्। 11 जना ब्राह्मण क्षेत्रीय र 2 जना जनजाति छन्। उनको बुबा अध्यक्ष रहेको आम जनता पार्टी पनि मधेस केन्द्रित दल नै हो। यो कमिटीमा अधिकांश आम जनता पार्टीका नेताका छोरा छोरीहरू सम्मिलित छन् र कमन जेएनजी नेपालको कार्यक्रममा बुबा छोरा प्राय सँगै देखिने गरेका छन् र ती कार्यक्रमहरूमा गएर प्रभु शाहले बडो नाटकीय भाषण गर्ने गरेका छन्। जेएनजीको चाहना अनुसार देश चल्नुपर्छ। हामी चाहन्छौँ जेएनजी आन्दोलनको माग पूरा गर्न जेएनजीकै नेतृत्वमा नयाँ सरकार, अन्तरिम सरकार र अन्तरिम व्यवस्था, अन्तरिम संविधान सहितको बाटोबाट गयो भने देशले सही निकास हुन्छ। सिंहदरबार वरिपरि दिनहुँ जस्तो देखिएको हुलहुज्जत र उग्र गतिविधिको नेतृत्व पनि मिराज ढुङ्गाना सहित प्रभु शाहका छोरा विकेशले गर्दै आएको प्रहरी रिपोर्टमा उल्लेख छ। सिंहदरबार सुरक्षाको जिम्मा पाएको प्रहरी गणले माथिल्लो निकायमा पठाएको विवरण अनुसार विकेश शाहले मिराज ढुङ्गाना, सुप्रिया शाही लगायतका व्यक्तिहरू मिलाएर छुट्टै समूह बनाइरहेका छन्। सोमबार र मंगलबार मात्र होइन, यस अघि पनि यही समूहले सिंहदरबार परिसरमा हुलहुज्जत, ढुङ्गा प्रहार र प्रहरीमाथि दुर्व्यवहार गर्दै आएको विवरण सुरक्षातर्फका अधिकारीहरूले दिएका छन्। प्रहरीले संकलन गरेको भिडियो र प्रमाणले यो समूह जेएनजी आन्दोलनका नाममा संसद भवन, एमाले केन्द्रीय कार्यालय, मैसीपाटी स्थित मन्त्री निवास र सिंहदरबार नजिकै भएका आगजनी घटनामा समेत संलग्न रहेको पुष्टि गर्छ। केही दृश्यहरू विकेश स्वयंले फेसबुकमा अपलोड गरेका थिए, पछि केही हटाए पनि प्रहरीसँग सबै सामग्री सुरक्षित रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। यो जेएनजी आन्दोलनमा जनताको मुद्दा उठाउने भन्दै सक्रिय रहेको भनिएको समूह वास्तवमा राजनीतिक प्रभाव र पारिवारिक शक्तिमा पलाएको व्यक्तिहरूले सञ्चालन गरिरहेको संकेत प्रहरी अनुसन्धानले देखाएको छ। युवाहरूको वास्तविक माग र असन्तुष्टिलाई पछाडि पारेर पुरानै राजनीतिक घरानाका व्यक्तिहरू आन्दोलनमा कब्जा जमाइरहेको अवस्थामा जेएनजी आन्दोलनको मूल उद्देश्य र दिशामाथि नै प्रश्न उठ्न थालेको छ। आन्दोलन युवाको आवाज भन्दा बढी संगठित राजनीतिक हतियारमा बदलिँदै गएको संकेत यी घटनाहरूले प्रश्न देखाउँछ।